मैले कि गाडी ठोका हुनुपर्छ कुनै कि एक्सिडेन्ट गरे हुनुपर्छ मेरो 1 महिना तल पनि रोक्यो अर्कै काम गर्ने सुनाउनु उहाँलाई सुनाउने हो के तपाईहरुले सुनेर कामै छैन मलाई अहिले पनि निकाले ल राम्ररी अहिले म उहाँहरुलाई खोखन्द गएको भेटिन तपाईलाई भेटे एकदम सही मान्छेलाई भेटे तर यो के हो त यो राम्रो मान्छेलाई काम गर्न नदिने हेर्नुस् महिनाको 67200 त यिनले तेल चोरेर खान्छ उहाँ यसो गर्नु पर्यो यो हस्पिटल एकचोटी टाइट गर्नु पर्यो सुन्नु तपाई यो मलाई यहाँ टाइट नदिने भने हेर्नुस् यति म सजिलो ड्युटी गर्दा पनि अब त्यो चाहिँ अब अलिकति के रे चोरी गर्यो छानबिन राम्रो हुनु पर्यो यहाँ भएन मलाई त निकालिदिनु भयो के सर यो नि हुन्छ त ल भन्नुस् ल राम्रोसँग छानबिन गरिदिनु उहाँ थाहैहरूलाई त गर्दैन अरे हामी जस्तो ज्यालादारलाई चाहिँ निकालिहाल्ने त्यो गर्नु मिल्छ त ल भन्नुस् होइन हेरे पनि त मलाई त निकाल्नै भएछ त मैले त बुझ्नै पर्यो माझमा बोल्नु पर्यो राम्रोसँग छानबिन गरिदिनुहोस् रङ्गे हात पक्रेको भए अब कारबाही गर्नु पर्यो प्रमाणै मर्छ रङ्गे हात पक्रेकोलाई चाहिँ कारबाही गर्नु पर्यो ल भन्नुहोस् यो हुनु पर्यो नि त अरू के छ